हेलो नमस्ते। आज चाहिँ हामी माघको 4 गते नेपालको माघको 4 गते घाम ताप्दै, घाम पनि कस्तो राम्रो छ, घाम ताप्दै यस्तो अमिलो, कस्तो राम्रो अमिलो पनि छ। यो अमिलो खानेवाला छौँ। यो अमिलोमा चाहिँ यो पनि अमिलोको नै बनाएको हो। यो चाहिँ चिया बनाउँदा तातो पानी घोलेर खाँदा नि हुन्छ, चिसोको बेला चाहिँ जिउलाई तातो बनाउँछ यो एकदम प्रफिट छ, राम्रो छ फाइदा। अनि यो चाहिँ दही भयो, यो दहीसँग मिक्स गरेर खान्छौँ। चिनी भन्दा यही ठिक होला भनेर जहिले म चाहिँ यो मिक्स गरेर खानेवाला छु। लास्टमा यस्तो भयो, यस्तो बनायौँ। अब चाहिँ खानेवाला छौँ है। खायौँ ल हामी त निबुवा अमिलो होइन, अमिलो खायौँ है। कस्तो टेस्टी। टेस्टी हो त यो अमिलो भयो क्या। हाम्रो उर्मिलाले हिजो ल्याएको, बिचरा उर्मिला चाहिँ यहाँ पैसा कमाइरहेकी छ, पैसा छापिरहेको छ, पैसा दिनकै पैसा छापेर यहाँ पैसा छुट्टी छैन उसको चाहिँ, पैसा छापेको छापै छ। पैसा छापे हाम्रो चाहिँ काम पनि छैन, दाम पनि छैन। हामी चाहिँ दिनकै खाने मात्रै हो, काम पनि छैन। उर्मीलाई सम्झिरहेछौँ हामीले। मिस यु उर्मीले। बेलुका आएपछि दिन्छौँ, बेलुका आएपछि बोक्रा बोक्रा यहाँ राखेको छ। उर्मिलाले चाहिँ अमिलो हो, गुलियो हालेर खाने हो। धेरै गुलियो खानु हुँदैन, अमिलो अमिलै खानुपर्छ। मुख नबिगारी खाने है कसले। ल अब सुरु है। बिगारी बिगारी खाए क्या छैन। कोही कोही बेला त बिग्रिहाल्छ नि मुख आफै, गर्नु पर्यो। घाम ताप्दै खानुको मजा फेरि बेग्लै हो क्या, यो घाम ताप्दै खाने होइन। अनि भात चाहिँ थोरै खानु पर्ने थिएछ, भात पनि यति धेरै खाएको हामीले। अनि त्यसपछि फेरि के गरौँ भयो नि, ल अमिलो खाउँ न त घाम ताप्दै भन्ने कुरा भएर फेरि अमिलो बनाएर खाँदैछौँ। थालेको हामी चाहिँ। हस् त धन्यवाद, बाई बाई।